लाउरे भिडी राख्नु भएको छ, ट्रेनिङ सेन्टर बसिराख्नु भएको छ, अर ट्रेनिङ सेन्टर चलाइराख्नु भएको छ र कोरियन ल्याङ्ग्वेज गर्दै हुनुहुन्छ भने दिस भिडियो इज फर यु, डोन्ट स्किप इट। सो हाई सेवा एभ्रिवान, वेलकम टु हामी न्यू भ्लग। आज चाहिँ ओखलढुङ्गाको दुईजना लजालु भाइहरू प्री आई टेस्टको लागि आउनुभएको थियो। उहाँहरूले चाहिँ पोखरामै ट्रेनिङ लिनुभएको अरे, अनि भोलि सेलेक्सन छ अरे धरानमा। सो आउनुभएको रहेछ। अनि दुईजना मध्ये एकजना भाइको चाहिँ नर्मल थियो, कलर भिजन पनि, तर एकजना भाइको चाहिँ कलर भिजन चाहिँ नर्मल थियो, अनि लेफ्ट आईमा चाहिँ अलिकति रिफ्र्याक्टिभ एरर थियो, यानि कि लेफ्ट आई अलिकति कमजोर थियो। अनि अब यत्रो मेहनत गरेर आउनु भएको छ, भोलि सेलेक्सनमा पास हुनु भएन भने त कति नराम्रो लाग्छ होइन। त्यही भएर मैले भाइलाई भनेको छु, अब फर्स्टमा राइट आई चेक हुन्छ, त्यो राइट आई चेक गर्दाखेरि चाहिँ तपाईँले ध्यान दिएर बिस्तारै भन्नुहोस् सम्झेर, अनि लेफ्ट आई चेक गर्दा नि सेम त्यही भनिदिनुहोस् भनेको छु। अब आई होप भाइको लकले साथ दियोस् भोलि होइन। त्यही हो। अनि यो चाहिँ उहाँहरूको रिपोर्ट, मेरो सिग्नेचर हेरेर नहाँस्नु ल। अनि यो भिडियो बनाउनुको मेन रिजन भनेको त्यही हो क्या, तपाईँहरू केही ट्राई गरिराख्नु भएको छ भने चाहिँ फर्स्टमै प्री टेस्ट गर्नुहोस्, अनि मात्र तपाईँ फिट छु भने मात्र ट्राई गर्नु होला। अनि ट्रेनिङ सेन्टर, ल्याङ्ग्वेज सेन्टरहरूलाई पनि एडमिसन लिनुभन्दा अगाडि तपाईँहरूले पनि सजेस्ट गर्नु होला प्री टेस्टको लागि। त्यही भन्न चाहे, अलिकति भए पनि तपाईँहरू सबैलाई यो भिडियो हेल्पफुल बन्यो होला। आई होप यु इन्जोयड माई भिडियो। एनिवे, थ्याङ्क्स फर वाचिङ, बाई बाई।